गुड मर्निङ सबैजनालाई। तपाईहरुलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। अहिले चाहिँ बिहानको 5:30 भएको छ। अन्त कुकुरहरुले चारो पनि खाइरहेको छ। अन्त म चाहिँ छिटो गरेर अनुहार धोएर फ्रेश भएर ब्रशहरु गरेर चाहिँ म यो गाईको खोलेमा चाहिँ आगो फुक्दै थिएँ। अन्त त्यो चाहिँ बेलुका पकाएको हुन्छ नि त। अनि बिहानै उठेर चाहिँ त्यसलाई आगो लगाएर चाहिँ तताउनु पर्छ। यहाँ चाहिँ अब म ब्रेकफास्ट बनाउन आँट्दैछु। टाइम चाहिँ 6:30 भएको छ। म चाहिँ ब्रेकफास्ट सबै बनाइसकेर मम्मीको लुगा चाहिँ त्यहाँ मेसिनमा पानी लाउनु हुँदो रहेछ। अन्त म चाहिँ गएर पानी हेरेँ। त्यहाँदेखि हामी मामसाम खाएर चाहिँ हामी सबैजनाले सकेपछि चाहिँ हामी 3 जना काममा गएको। अन्त त्यहाँ रेस्ट गरेको। यहाँ चाहिँ माम फ्राई गर्न आँटेको हामी। अब माम फ्राई गर्ने मान्छेको उहाँ खै हामी चाहिँ बिहानदेखि फान्दा हामी 3 जनालाई भोक लाग्यो नि त। अनि यो चाहिँ हाम्रो लन्च टाइम। हामी 3 जना चाहिँ तल आएर कोटमा आएर चाहिँ हामी लन्चहरू फ्राई राइस बनाएर आलुहरू बोइल गरेर हामी खाँदैछौँ। अब चाहिँ लन्च टाइम भयो हाम्रो चाहिँ। अलैँची बागरा फालेर त्यसो त पारा बिग्री भन्ने पहिला त नबताइ। अन्त point यहाँ चाहिँ अब हामीले आलु बोइल गरेको छोप्नु पर्छ होला यसलाई त। हुन्छ साथीहरु, म चाहिँ कामबाट आइकिन दही गरेर चाहिँ हो माम पकाउँदैछु। मैले माम चाहिँ मिलाइसक्यो। अनि सब्जी पकाउँदैछु। सब्जी चाहिँ म अन्डा करी बनाउँदैछु आज। आलु र अन्डा चाहिँ मम्मीले बोइल गरिराख्नु भएको छ। अन्त म चाहिँ अब सब्जी बनाउँछु। यहाँ चाहिँ मैले अन्डा करीको लागि यहाँ स्प्रिङ अनियन छ। यहाँनिर चाहिँ खोर्सानी, ग्रिन चिल्ली, अनियन, अन्त यहाँ चाहिँ जिराको पेस्ट अनि टमेटो। अब चाहिँ म बनाउँछु। यहाँ चाहिँ बाबाले मही पार्नु हुँदैछ। अन्त घिउ पनि निकालिसक्नु भयो। अन्त यहाँ चाहिँ अब दाछी बनाउनु हुँदैछ।